हरेक वर्ष मनाउँदै आएको उभौली पर्व यसपटक पनि किराँत समुदायले सोमबार भव्य रूपमा मनाएका छन्। किराँत, धर्मावलम्बी, राई, लिम्बू लगायत जातिहरूले उभौली अर्थात् चण्डी पूर्णिमा प्रकृतिको पूजा आराधना गरी मनाउने गर्दछन्। किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनु अघि गाउँ गाउँमा रहेका भूमिस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन जाडो छल्न बेसी झरेका मानिसहरू आजदेखि उभो लाग्ने गर्दछन्। वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेसीमा रहेका यो समुदायका मानिस लेकतिर उभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइने गरिन्छ। यसै गरी मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर 6 स्थित किराँत याक्खा छुम्माको जग्गामा सोमबार याक्खा समुदायले परम्परागत रूपमा मनाइँदै आएको यो पर्व विधिपूर्वक मनाएका छन्। किराँत याक्खा छुम्मा उर्लाबारी नगर समितिको आयोजनामा बिहानैदेखि जातीय पोसाकमा सजिएका याक्खा समुदायले नाचगान सहित यो पर्व मनाएका छन्। किराँत याक्खा छुम्मा केन्द्रीय अध्यक्ष भूपाल सिंह जिमीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको उद्घाटन च्याब्रुङ र ढोल बजाएर गरिएको थियो। नगर समितिका अध्यक्ष प्रेम याक्खाका अनुसार उभौली पर्व भोट बस्ने समयसँग सम्बन्धित छ, जहाँ याक्खा समुदायले बाली उत्पादन राम्रो होस् भन्ने कामनाका साथ कुल देवता र प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको बताउनुभयो। कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नम्बर 6 का वडाध्यक्ष चिन्तामणि पौडेल, याक्खा इतिहास अनुसन्धानकर्ता सूर्यहाङ किराँत याक्खा छुम्बा मोरङका सदस्य दीपक याक्खा, पूर्व अध्यक्ष नरेन्द्र देवान, किराँत राई यायोक्खा नगर समिति अध्यक्ष भीमबहादुर राई, धिमाल जातीय विकास केन्द्र नगर अध्यक्ष मानबहादुर धिमाल, किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष बानु सुब्बा लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन नगर सचिव सूर्य विक्रम याक्खाले गरेका थिए भने नगर उपाध्यक्ष कविता याक्खाले स्वागत मन्तव्य राखेकी थिइन्। यसपटक उभौली पर्वमा उर्लाबारी याक्खा छुम्माले प्राप्त गरेको 2 कट्ठा जग्गामा पहिलो पटक समुदायले आफ्नै जग्गामा पर्व मनाएको हो। उर्लाबारी 5 का खामबहादुर याक्खा देवानले उक्त जग्गा प्रदान गरेका थिए।